तपाईले के काठमाडौँ मात्र देख्नुभयो यो चाहिँ 207 और 3 करोड बजेट हाल्ने? अरु 77 जिल्लामा छैन? रूपन्देहीमा 79 करोड हाल्ने? यसरी चल्छ। यो राज्य सत्तालाई हातमा लिएर राज्य सत्तामा बसेर पावरको अभिमान देखाएर अनि नागरिकलाई लिगल वेबाट नागरिक लुट्न पाइँदैन, किनभने कर नेपालका सबै नागरिकले बराबरी तिरेको छ। यस्तै तरिकाले चाहिँ 77 जिल्लाको चाहिँ हामी हो नि महाधिवेशन भएर चाहिँ 15 मा आउने त हामी हो नि। तपाईको त्यो बेलामा नारा जुलुस गरिदियो भने तपाईँ इज्जत कहाँ पुग्छ? तपाईले मलाई आज मान्ने मात्र सोचेको? नेपाली कांग्रेसको जिल्ला सभापति कुनै पनि महाधिवेशन महासमिति कार्य समिति कुनै पनि नउठेर जितेको पार्टी। अहिले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गर्ने कुन क्षेत्रमा चुनाव लडौँ भन्नुस्। म 84 मा तपाईको क्षेत्रमा आएर म चुनाव लड्न आउँछु। तपाई बजेट हालेको कारणले मात्रै म जित्छु भन्ने दिवा सपना नदेख्नुस्। बजेटमाथि कब्जाको नीतिले 84 मा चुनाव जित्छु भन्ने दिवा सपनाबाट बिउजुन म आग्रह गर्न चाहन्छु। कस्तो नेता बन्ने तपाईहरु? एउटा झुण्डभित्रको फेरि रिपिट गर्न चाहन्छु म, एउटा झुण्डभित्रको एउटा सीमित मान्छेहरुको हृदय जित्ने गरी आफ्नो चुनाव क्षेत्रलाई केन्द्रित गरेर भोलिपल्ट हामी चुनाव जितौँ अरु सबै हारुन् भन्ने हिसाबले मात्रै बन्ने, या होल नेपालभित्र भएका नागरिकहरू चाहे स्वदेशमा हुन् या विदेशमा हुन्, त्यो बच्चादेखि वृद्धसम्म हाम्रा बाबुआमा हुन्, हाम्रा नागरिक हुन् भन्ने तपाईले सोच्ने गर्नुहोस्। सभामुखले निर्देशन दिनु परेको सबै जिल्लामा बजेट किन गएन? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन। हो त्यो एउटा कुरा के भने बजेट पनि नजाने बोल्न पनि नपाउने हामी पनि जनताबाट आएको अनि राजपाललाई पहिले जस्तै होइन। बजेट किन गएन त्यो मलाई कारण देखाउनु पर्ने। आज कस्तो देखियो भनेदेखि Global Awaz, www.globalawaz.com. Join our Facebook page, Global Awaz, and get instant news updates. डेमोक्रेसीको निम्ति तपाईहरुले गर्नुभएको कन्ट्रिब्युसन प्रति हामी सदा तपाईहरुलाई श्रद्धा गर्छौं। तर आज छातीमा हात राखेर एकतल पशुपतिनाथमाथि उभिएर सोच्नुस् त, तपाईहरु के गर्दै हुनुहुन्छ? जनता 5 वटा जिल्ला भित्रका मात्रै नेपाली नागरिक हुन् त? हाम्रो कर्णालीको, हाम्रो मुगुको, हाम्रो मुस्ताङको, हाम्रो मधेसको, तराईको, पहाडको 5 जिल्ला बाहेक 72 जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन्? तपाईहरुलाई अलिकति दया लाग्दैन? अलिकति भित्र हरि हुन्छ नि, हरि थोरै त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो। त्यहाँका नागरिकमा को गाउँमा किसानहरूको चाहिँ भत्किएको कुल अलिकति बनाइदिन पाए हुन्थ्यो। सिँचाइको निम्ति एउटा सानो बोरिङ त्यहाँ गाडी दिन पाएको भए हुन्थ्यो। भोलि पर्सि म पूर्व जाँदाखेरि त हाम्रो सुनिल भाइले बाटामा रोकेर कमसेकम एउटा माला लगाइदिन्थ्यो कि, पश्चिमतिर जाँदाखेरि हाम्रो माननीय चन्द्र भण्डारीले अर्को माला लगाइदिनु हुन्थ्यो कि। तपाईहरुलाई अलिकति त्यो विवेक, यसलाई विवेक भन्छ। मान्यज्यूहरू, मन्त्रीज्यूहरू, यहाँहरूलाई म आग्रह गर्न चाहन्छु, भाषा मेरो अशिष्ट भएछ भने म क्षमा माग्न चाहन्छु। तर एउटा कुरा तपाईहरुलाई सम्मानजनक ढंगले म भन्न चाहन्छु, तपाईहरुको हृदय छ कि छैन? नागरिक प्रति उत्तरदायी हुने हृदय छ कि छैन? तपाईहरु देशको मन्त्री हो, देशको नेता हो, या एउटा सानो समूह, एउटा झुण्डभित्रको तपाईहरु चाहिँ जो मन्त्री हो? अनि तपाईहरु मन्त्री बनिरहँदाखेरि अनि तपाईहरु एक्लै चुनाव जितेर आएर बन्नु भएको, त्यसो भए गठबन्धनको आवश्यकता किन? अनि कांग्रेस एमालेका साथीहरुलाई, मन्त्री हुनु भइसकेका साथीहरुलाई अझ म भन्न चाहन्छु, अब यो 4-5 वटा क्षेत्रका मान्छेले मात्रै रुख र सूर्यमा भोटाले पुग्ने भयो त? तपाईहरुले अर्कोपल्ट यो सदन चलाउन सक्नुहुन्छ? यो एउटा गम्भीर विषय हो, यो एउटा मेरो गम्भीर प्रश्न हो यहाँहरूलाई। र मलाई के लाग्छ भने हामी मिलेपछि नहुने भन्ने केही पनि छैन। यो बजेट अहिले तत्काल तपाईहरुले संशोधन गर्नुपर्छ, समन्वयिक हुनुपर्छ बजेट। यो राज्य सत्तालाई हातमा लिएर राज्य सत्तामा बसेर पावरको अभिमान देखाएर अनि नागरिकलाई लिगल वेबाट नागरिक लुट्न पाइँदैन, किनभने कर नेपालका सबै नागरिकले बराबरी तिरेको छ। हाम्रा क्षेत्रका नागरिकले, तपाईका क्षेत्रका नागरिकले, झापाका नागरिकले, मोरङका या सुदूरपश्चिम या सुदूरपूर्वका नागरिकहरूले तिरेको करको प्रतिशत एउटै हो। हेकारोस् यहाँहरूलाई म स्मरण गर्न चाहन्छु, हाम्रा गाउँमा चिसाङका टिलमा बसेर, डाँसखोलामा बसेर गिटी कुट्नेहरूले एक बोरा बेचेको गिटीमा पनि तपाईले कर लगाउनु भएको छ। किसानले उत्पादन गरेको कृषि उत्पादनमा समेत तपाईले कर लगाउनु भएको छ। अनि बजेट भकारीको चाबी तपाईको हातमा दिइसकेपछि तपाईले लगेर आफ्ना क्षेत्रहरुमा मात्र, नेताहरुका क्षेत्रहरुमा मात्रै हाल्ने?
योभन्दा दुर्भाग्यपूर्ण के हुन सक्छ नेपालको इतिहासमा? त्यसकारणले कस्तो नेता बन्ने तपाईहरू? एउटा झुन्डभित्रको, फेरि रिपिट गर्न चाहन्छु म, एउटा झुन्डभित्रको एउटा सीमित मान्छेहरूको हृदय जित्ने गरी आफ्नो चुनाव क्षेत्रलाई केन्द्रित गरेर भोलिपल्ट हामी चुनाव जितौँ अरू सबै हारुन् भन्ने हिसाबले मात्रै बन्ने, या होल नेपालभित्र भएका नागरिकहरू चाहे स्वदेशमा हुन् या विदेशमा हुन्, त्यो बच्चादेखि वृद्धसम्म हाम्रा बाबुआमा हुन्, हाम्रा नागरिक हुन् भन्ने तपाईँले सोच्ने कि नसोच्ने? अशोकाको पालामा, राजा अशोकाको पालामा धर्मराजा भनेर अशोका कहलाइनु भयो। त्यो धर्मराजा हुने क्राइटेरिया मध्ये प्रमुख एउटा क्राइटेरिया के थियो भने सबै नागरिकलाई आफ्ना परिवारका सदस्य तपाईँले हेर्ने, कुनै पनि शासकले हेर्ने, हरेक नागरिक आफ्ना परिवारका आमा बुवा दाजु भाइ दिदी बहिनीहरू जस्तै हुन् भन्ने कुरा त आजभन्दा 2400-2300 वर्ष अगाडि इस्टाब्लिस भएको हाम्रो चाहिँ थ्योरी हो। अनि आज तपाईँहरूले सत्तामा बस्ने बित्तिकै यस्तो निर्ममतापूर्वक अनि दिन दहाडै अनेस्टली भन्दाखेरि तपाईँहरू सर्ट प्यान्ट त लाउनु भएको छ तर निर्लज्ज हुनुहुन्छ। तपाईँहरू भकारीको सबै पैसा लगेर अर्कोतिर हाल्ने, आफआफतिर हाल्ने, अनि बाँकी रहेको जम्मै सांसद याद गर्नुहोस्, भोटको आधारमा यदि मूल्याङ्कन हुने हो भने कान्छाराम तामाङजीले भने जस्तै यो मुलुकको 50,000 मान्छेले मत दिएर आएको मान्छे म सुनिल शर्मा मोरस्टमा बोल्दैछु र प्रत्येक हाम्रो अगाडि बस्नुभएको सांसदहरू, हरेक सांसदहरूले कमसे कम 40,000 देखि 50,000 मत लिएर आउनुभएको छ र हामी बोलिरहेको एउटा व्यक्ति होइन, लाखौँको सङ्ख्यामा मत लिएर आएका साथीभाइहरू आज विवश हुनुहुन्छ। अनि तपाईँहरू सुन्नुहुन्छ, यहाँबाट फर्किनुहुन्छ, झोला बोक्नुहुन्छ अनि भन्नुहुन्छ हाम्रा क्षेत्रमा ल्याइहाल्यो, 131 वटा मेरामा हालेको छ, फलानामा हालेको छ, अरूको जेसुकै होस्। तर हेर्नुहोस्, एक दिन यो मरेर जाने जिन्दगी हो, हिसाब हुनेवाला छ उपरमा। आज तपाईँले गर्नुभएको पाप र धर्मको एक दिन हिसाब हुन्छ। जनताको गाउँबाट पसिना गरेर पठाएको पैसा पाई गरेर पठाएको कर तपाईँका भकारीमा आइसके पछाडि तपाईँले अघोषित रूपमा, म यसलाई अघोषित रूपमा भन्दैछु, लुट्नु भएको छ। यसरी पाइँदैन लुट्न। यो अघोषित रूपमा लिगल अथवा सत्तालाई, कानुनलाई आफ्नो हातमा लिएर लुटिएको हो। मेरो पार्टीकै हुनुहुन्छ उहाँ उप प्रधानमन्त्रीज्यू प्रकाशमान सिंह, सम्मान्य हाम्रो चाहिँ सर्वोच्च नेता गणेश मानको छोरा हुनुहुन्छ। म यहाँलाई काठमाडौँ जिल्लामा 207 वटा 3 करोडको चाहिँ बजेट विमोचन गरिदिनु भएकोमा म प्रकाशमान उप प्रधानमन्त्रीज्यूलाई रामेछाप जिल्लाको तर्फबाट, म रामेछाप जिल्ला नेपाली काङ्ग्रेस पार्टी सभापतिको जिल्ला तर्फबाट म मान्य तर्फबाट यहाँलाई यो 207 वटा चाहिँ काठमाडौँ जिल्लामा राख्नु भएकोमा तपाईँलाई मरिमरि म धन्यवाद दिन चाहन्छु। उप प्रधानमन्त्रीज्यू दुवैजना बसिरहनु भएको छ, यहाँहरू सँगसँगै म पनि मन्त्री त झुन्डेको थियो नि। यहाँहरूले 3 करोडभन्दा मुनिको बजेट विमोचन नगर्ने भन्नुभयो होइन तपाईँहरूले प्रधानमन्त्रीज्यूसँग, उप प्रधानमन्त्रीज्यूहरू। आज काठमाडौँ जिल्लामा 2 लाखबाट 2 करोडसम्मको बजेट, 150 वटा बजेट छ। तपाईँले के हिसाबले त्यहाँदेखि हामीलाई त्यहाँनिर चाहिँ क्याबिनेटमा कुराहरू राख्नु भएको थियो? मैले अस्ति पनि भनेको थिएँ, यो कति कारणले यो भएको छ? दबाबमा हो तपाईँहरूलाई, तपाईँले बोलेको कुरा पुऱ्याउनु पर्दैन। राष्ट्रिय योजना आयोगले उपाध्यक्षले भनेको कुरो 3 करोडभन्दा घटी कसको आधारमा राख्नु भएको छ? यो आज 2 करोड 1.5 करोड 1.5 लाख 2 लाख कसको आधारमा राख्नु भएको छ? तपाईँहरूले के तपाईँहरू मात्रै को जिल्लालाई मात्रै बजेट लान खोजे हो? यो यस्तो तरिकाले यहाँहरूले देश बनाउन सक्नुहुन्न जस्तो लाग्छ। म रूपन्देहीतिर गएँ, रूपन्देहीमा 3 करोडको बजेट 79 वटा प्याकेज गएको छ। के शहरी विकास मन्त्री र अर्थमन्त्रीज्यूको के मितको चिनो साटेको हो? यो अरू 77 जिल्ला मान्य जितेको छैन? 165 वटा 110 वटा समानुपातिक छैन? के क्यालकुलेसन गर्नुभयो तपाईँहरूले?
यही हो राज्य चलाउने तरिका। उप प्रधानमन्त्रीज्यू दुवैजनाले चल्छ राजनीति, देश चल्छ, कुन हिसाबले चल्छ देश? तपाईँहरूले मात्र अगाउनु पर्ने, तपाईँहरूले मात्र चुनाव जित्नु पर्ने, तपाईँहरू मात्र मन्त्री हुनु पर्ने? व्यवहारिक त भनेको कुरा तलदेखि माथिसम्म हुनुपर्छ। म शहरी विकास मन्त्रीज्यूले भन्छु, यहाँ मेरो पार्टीको पनि तपाईँ नेता हुनुहुन्छ, तपाईँले 77 जिल्लाको सभापतिहरूले बोलाएर सभापति एकवटा तिमीले 3 करोड बजेट हालिदिन्छ, तपाईँ हाइट यति माथि पुग्थ्यो, तर अहिले 0 मा आछ। हुन त तपाईँलाई एउटा कुरा म विश्वास तपाईँलाई के दिलाउँछु भने, यो काठमाडौँमा जन्मिएको ललितपुर भक्तपुर यस्तै जन्मिएको मानिसहरू, म 34 सालदेखि काठमाडौँ बसेको, सबैजना दिशा पिसाब गर्दाखेरि पनि यता यो बगरतिर जान्थ्यो, यता बाजे, यता बोजू, यता नाति, यताहरू हुन्थ्यो उहाँहरू। तपाईँहरू यो रिङ रोडभित्र जन्मेको मानिसहरू तपाईँहरूसँग छैन। टिबिटिन भाषामा भन्छ धिमिन्दु घाइचिकी, दिमाग कहाँ छ? तपाईँले के काठमाडौँ मात्र देख्नुभयो यो चाहिँ 207 और 3 करोड बजेट हाल्ने? अरू 77 जिल्लामा छैन? रूपन्देहीमा 79 हाल्ने? यसरी चल्छ। यसरी फेरि तपाईँ त प्रधानमन्त्रीमा लाइन पुगेको मान्छे। तपाईँको पिता गणेशमान सिंहलाई चाहिँ प्रधानमन्त्री खाऊ भन्दाखेरि बौद्ध लाउने बेलामा चाहिँ नखाएको छोरा तपाईँ। यो तरिकाले तपाईँले अब के हुनुहुन्छ? तपाईँ अब कहाँ जानुहुन्छ राजनीतिमा? अब यस्तै तरिकाले चाहिँ 77 जिल्लाको चाहिँ हामी हो नि, महाधिवेशन भएर चाहिँ 15 मा आउने त हामी हो नि। तपाईँको त्यो बेलामा नारा जुलुस गरिदियो भने तपाईँ इज्जत कहाँ पुग्छ? तपाईँले मलाई आज मान्ने मात्र सोचेको? नेपाली काङ्ग्रेसको जिल्ला सभापति कुनै पनि महाधिवेशन, महासमिति, कार्य समिति कुनै पनि नउठेर जितेको पार्टी। बुझ्नुभयो? मेरो जिल्लामा 150 किलोमिटर मैले व्यक्तिगत बाटो खनिदिए होला, 14वटा एम्बुलेन्स दिएको छु मैले। त्यसै आउँछ 47,100 मत। यो तरिकाले गर्थे तपाईँले सुध्रिनुहोस्। म त एउटा जनजातिको छोरा, एउटा मान्ने, तपाईँले मैले त सिधा कुरा गरिदिएँ, तपाईँ सुध्रिनुहोस् भनेर भनिदिए। तर अरू हरेक मान्छेले तपाईँलाई च्याप्दै ल्याएछ, च्यापेर आछ तपाईँलाई। तपाईँको 15 को महाधिवेशन तपाईँसँग त्यतिखेर छलफल हुन्छ, तपाईँसँग कुरा हुन्छ। हामी पनि त्यहाँबाट चुनाव त जितेर आउँला नि, महाधिवेशन जितेर आउँला नि, तपाईँलाई त्यतिखेर हुन्छ। तपाईँलाई मैले दलमा भन्ने कुरा गर्न लागेको थिएँ। खास गरी आज दलले बैठक राखेन, तपाईँलाई मैले दलमा यो कुराहरू राख्ने कुराहरू थियो। यस्तो तरिकाले बजेट तपाईँले 77 जिल्ला हेर्नु पर्दैन, 165वटा क्षेत्र हेर्नु पर्दैन? मेरो जिल्ला तपाईँ पुग्नु भएको छ, कति छ मेरो जिल्लामा भोट? कतिवटा क्षेत्रले घेरेको छ मेरो जिल्लामा? मेरो बुवा र आमाको नाममा 13वटा एम्बुलेन्स एउटा सब बाँधिदिएको छु। सरकारसँग आइसियु बेड थिएन कोभिडको बेलामा, मैले 28 लाख रुपियाँ व्यक्तिगत लगेर चाहिँ मैले किनेर दिएछु। कसको लागि किनेर दिएछु? मैले त्यो रामेश्वर जनता र पार्टी बलियोस् भनेर मैले दिएको छु। तपाईँले आज हामीलाई हेर्नु पर्दैन? हामी काङ्ग्रेसको मान्ने होइन, रुख चिन्हबाट जितेको होइन हामीले। यो तरिकाले तपाईँको राजनीति सब्रिन्छ। तपाईँले हामी एउटा चाहिँ गणेश मानको चाहिँ नेताको चाहिँ छोरा तपाईँ प्रधानमन्त्री हुँला भन्ने आशा गरेको थियो, पार्टी सभापति हुँला भन्ने आशा गरेको थियो तपाईँलाई हामीले। यो तरिकाले उप प्रधानमन्त्रीज्यू, देश चल्दैन, डुबिसक्यो काङ्ग्रेसहरू। तपाईँ सुध्रिनुहोस्, सुध्रिनुपर्छ। यो तरिकाले पार्टी सबैलाई चाहिन्छ, पार्टी कुरो सबैले चाहिन्छ। सबै पार्टीको साथीहरू आएर चाहिँ बसिया छ। आज 6 महिना अगाडि दर्ता गरेको पार्टी 79 सालमा 6 महिना अगाडि दर्ता गरेको पार्टी आज 22वटा जितेर आछ। त्यही पार्टीबाट जितेर उपसभामुख हुनुहुन्छ यहाँनिर। भोलि यस्तो पार्टी तपाईँहरू जस्तोले गर्दाखेरि यस्तो पार्टीहरू भोलि हामी नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादीहरू चाहिँ यस्तै तरिका तपाईँले चाहिँ बजेटको व्यवस्था गरिदिनु, छुटेर भरि अर्कोले फाइदा लिने हो। म अर्थमन्त्रीज्यूलाई मैले चाहिँ अनुरोध गरेँ, तपाईँलाई यो जुन हामी सांसदहरूलाई दिएको जुन 15 करोड बजेटको त्यो उब्रिएको पैसा
टेन्डर प्रक्रियाले गर्दाखेरि घटेको पैसाहरू त्यही जिल्लामा लगानी गरिदिनुपर्छ। मान्य सदस्य समय सकिएको मैले एक सेकेन्ड मागे हजुर। त्यो हिसाबले म अर्थमन्त्रीज्यू तपाईँको नि मैले सबै कुरा म रूपेन्द्र म पनि अहिले त्यो जिल्ला हुर्केर आएको बसेको मान्छे हो। हाम्रो पनि त्यहाँ साथीहरू हुनुहुन्छ। तपाईँलाई पनि यही 6 महिना अगाडि गएको पार्टीले 683 मतले मात्र जितेर आउनु भयो। तपाईँ पनि ख्याल गर्नुपर्छ, समयलाई सबैलाई मिलाउनु पर्छ। शहरी विकास मन्त्री धेरै भोटले जितेको होइन, 80 भोटले मात्र जितेर आएको झुन्डेर। हामी जस्तो 17,000 मतले जितेर आउनुपर्छ। अनि यहाँ आएर दनाक दिने हो। तपाईँ अर्थमन्त्रीज्यू तपाईँलाई काङ्ग्रेसको बेला नपरे, काङ्ग्रेस लुते काङ्ग्रेस भएर हो। घन्टीले 683 मतले मात्र सबैको रिपोर्टहरू हामीले लिएर बसेका छौँ। म यहाँ अन्तिममा सहमुख महोदय, मैले शहरी विकासको किताबलाई मैले लिएको छु। साथीहरूले यो किताबहरू च्यात्ने काम गर्ने गरेँ। म यो जनताहरूले कर तिरेको पैसाले बनाएको किताब हो। म च्यात्दिनँ। म बुद्ध भगवान् पशुपतिनाथसँग सम्झेर यो किताबलाई ढोगेर 84 को चुनावमा यो दुईटी उपप्रधानमन्त्री कुनै पनि दुईटी उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा म बुद्ध भगवान् र पशुपतिनाथसँग प्रार्थना गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय नेपाल। जनतालाई सार्वजनिक ऋणको भारी बोकाएर आफ्नो राजनीतिक स्वार्थ पुरा गर्ने नेताले दिवा सपना नदेखे हुन्छ। बजेट बनाउँदा राज्य स्रोतको दुरुपयोग गर्ने दुस्साहसलाई जनताले 84 मा जवाफ दिने छन्। हेक्का राख्नु होला। राज्य सञ्चालनको जिम्मा लिएकाहरूले बजेट विनियोजनमा कुन हदसम्मको बेइमानी गरेका छन् भन्ने जान्न यही संसदमा सत्ता पक्षका सांसदहरूले राखेको कुराबाट प्रष्ट हुन्छ। हामी प्रतिपक्ष दलका सांसदहरूको गुनासोको सुनवाई हुने वातावरण बनाउने दायित्व तपाईको सामान्य सभा महोदय। बजेट विनियोजनमा गरिएको बेइमानी तत्काल सच्याइयोस्। आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट हालेपछि तपाईलाई लागेको होला 84 को चुनाव जित्न सजिलो हुन्छ। तर याद राख्नुस्, तपाईको पैतृक सम्पत्ति गरी जसरी गरी आफ्नो मनलाग्दी राज्य कोषको दुरुपयोग गर्नेलाई जनताले 84 मा जवाफ दिनेछन्। म तपाईहरुलाई रोस्टमबाट खुला चुनौती दिन चाहन्छु। अहिले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गर्ने कुन क्षेत्रमा चुनाव लडौँ भन्नुस्। म 84 मा तपाईको क्षेत्रमा आएर म चुनाव लड्न आउँछु। तपाई बजेट हालेको कारणले मात्रै म जित्छु भन्ने दिवा सपना नदेख्नुस्। बजेटमाथि कब्जाको नीतिले 84 मा चुनाव जित्छु भन्ने दिवा सपनाबाट बिउजुन म आग्रह गर्न चाहन्छु। त्यस्तै सम्मान्य सभा महोदय, यो मधेसका जनताहरूको विषयमा, नागरिकताको विषयमा, मिटर ब्याजको विषयमा ठुलो समस्या छ। यस विषयमा गृह मन्त्रालयले गम्भीर रूपमा लियोस्। त्यस्तै रक्षा मन्त्रालय अन्तर्गत सेनाले जिम्मा लिएको यो द्रुत मार्ग फास्ट ट्र्याकको लागि पनि समयमै सम्पन्न गर्नको लागि ध्यान पुगोस् भन्न चाहन्छु। त्यस्तै शिक्षक आन्दोलनको क्रममा शिक्षकहरूसँग गरिएका जुन चाहिने सम्झौता छन्, अक्षरश त्यो सम्झौता पालना गर्ने गरी छिटोभन्दा छिटो फेरि शिक्षकहरू आन्दोलनमा आउन नपर्ने गरी त्यो जुन चाहिने तपाईहरुको चाहिने सहमति भएको थियो, सहमति अनुसारको चाहिने छिटोभन्दा छिटो लागू होस् भन्ने चाहन्छु। र म चाहिने के पनि भन्न चाहन्छु भन्दा श्रम मन्त्रालयगत यो भिजिट भिसाको विषयमा भनौँ न, प्रतिपक्ष, म पनि प्रतिपक्षीय दलका केही पार्टीका मान्यज्यूहरूले यसको विरोध स्वरूप बहिष्कार गर्नुभएको छ। यो भिजिट भिसाको विषयमा पनि गम्भीर रूपमा लिन र यो फ्री भिसा फ्री टिकट भन्ने जुन छ यसलाई उचित समय अनुसारको चाहिने व्यवस्थापन गर्नको लागि पनि म अनुरोध गर्न चाहन्छु। सँगसँगै यो शिक्षाको विषयमा मैले यसभन्दा अगाडि पनि सदनमा बोलेको थिएँ। पहाडमा भौतिक पूर्वाधार छन्, विद्यार्थी छैन। मधेसमा विद्यार्थी छन्, भौतिक पूर्वाधार छैन। त्यस कारणले गर्दाखेरि यो शिक्षामा जुन भौतिक पूर्वाधारमा हुनुपर्ने बजेट हो मधेसको लागि त्यो बजेट पर्याप्त छैन। यदि मिल्छ कि मिल्दैन थाहा छैन, सरकारले गर्छ कि गर्दैन थाहा छैन। यदि मिल्ने भए भौतिक पूर्वाधारको लागि पनि म हार्दिक सरकारसँग माग गर्न चाहन्छु। यस्तै स्वास्थ्यको अवस्था मधेसमा जर्जर छ। त्यहाँ दलित, मुस्लिम, महिला, भनौँ न एकदम गरिबहरूको चाहिँ स्थिति धेरै भन्दा धेरै
खराब छन्। त्यसकारणले गर्दाखेरि उचित चाहिने यो स्वास्थ्यको तर्फ पनि बजेटको चाहिने कुनै चाहिने मधेसमा समेटिएको छैन। त्यसकारणले गर्दाखेरि म के अनुरोध गर्न चाहन्छु भन्दा सम्माननीय सभामुख महोदय, मधेसमा अब हुन त आज कृषिको छैन, तर सिँचाइको विषय म यहाँ अहिले सिँचाइ मन्त्रीज्यू त मैले देखिनँ, कतै बाथरुम जानुभयो होला, तर सिँचाइलाई साँच्चै प्राथमिकता दिएर 8वटा जिल्लामा यदि पर्याप्त सिँचाइ हामीले पुर्याउन सक्यौँ भने सिङ्गो नेपाल देशलाई हामीले आयात गर्नु पर्दैन। लगभग 20 अरब भन्दा बढीको मकै यही वर्ष मात्रै आयात भएको छ। हामी केही वर्षभित्रमा हामी मकैदेखि लिएर धानदेखि लिएर यसमा हामी निर्यात गर्न सक्ने अवस्थामा पुग्छौँ। तर विडम्बना, जिल्लामा जान्छौँ, निर्वाचन क्षेत्रमा जान्छौँ, मैले अन्यथा भनेको होइन, पत्रकार साथीहरूले फेरि क्यामेरा लिएर आएर अल्पत्र पुल, अल्पत्र सडक, अल्पत्र स्कुल सब देखाएर हामीलाई हाँसी मजाक गराउनुहुन्छ। तर यहाँ बजेट आउँदाखेरि प्रतिपक्षको सांसद त परियो, सत्तापक्षको सांसदहरू त खुसी हुन्न भनेपछि प्रतिपक्षको सांसदलाई त बिचरा बजेट के पर्ला। त्यसकारणले गर्दाखेरि यस्ता हामी तपाईहरुले सरकारले के सोच्दिनु पर्यो भन्दाखेरि माननीयहरुको इज्जत जानु, माननीयहरुको बेइज्जत हुनु, माननीयहरु मुख छोपेर हिँड्नु पर्ने बाध्यता जुन छ त्यो बाध्यताबाट कमसे कम अलिकति भने पनि दया राखेर भए पनि केही न केही व्यवस्था गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। सँगसँगै म आज यहाँ सत्तापक्षको मान्यज्यूहरू हुनुहुन्छ, हामी त प्रतिपक्षमा छौं, तर सत्तापक्षको मान्यज्यूहरू कोर्राको डरले केही गर्न सुन्नु, कोर्रा हान्दिहाल्छ पार्टीले। तपाईहरुलाई थाहा छ कोर्रा भनेको हुइप हो हैन, कोर्राको डरले गर्दाखेरि यहाँ बोल्न नसक्नु भए मात्रै हो। तर यहाँ उपस्थित मान्यज्यूहरू सायद कोही पनि खुसी हुनुहुन्न। म विनम्रताका साथ फेरि पनि अनुरोध गर्न चाहन्छु, तपाईहरु देशको मन्त्री प्रधानमन्त्री भइदिनुस्, आफ्नो क्षेत्रको मात्रै होइन। जुन हिसाबले तपाईहरुले बजेट विनियोजन गर्नु भएको छ, काठमाडौँ महानगरपालिकामा बजेट खर्च गर्न नसकेर चाहिने फिक्स्ड बजेटमा राखिएको छ, त्यही फेरि 3 करोडको योजना 131 भन्दा योजना बढी चाहिँ 3 करोडको योजना काठमाडौँ जिल्लालाई किन चाहियो? नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं, बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ, अर्को देशलाई, अमेरिकालाई दिउँ, चाइनालाई दिउँ, भारतलाई दिउँ। अब त्यसै कारण जब बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? खाली ट्याक्स लिनलाई राख्ने? शहरी विकास मन्त्रालयको म स्टार्ट गर्छु। काठमाडौँमा 3 करोडको दरले 131 योजना छ। यदि काठमाडौँ जिल्लामा यदि काठमाडौँलाई जिल्ला मानियो भने, काठमाडौँ जिल्ला छ भने 131 योजना छ भने मेरो जिल्लामा त कम्तीमा 15-20 वटा त पर्थ्यो। ठिक छ, म 131 को भाग खोजेको होइन, 131 खोजेको होइन। सर्लाहीको जनता सेकेन्ड ग्रेड नागरिक छ, त्यहाँ त कम्तीमा ठिक छ 20 राख्दिनुहुन्थ्यो, 30 राख्दिनुहुन्थ्यो। अब त्यसैले माननीय सदस्यहरू, त्यसैले उहाँले अरू मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भनेर बोलेको कुरालाई संसदमा यो असंसदीय भाषा प्रयोग भयो, राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु। र वक्ता मान्य सदस्य बाँकी विषय आफ्नो अगाडि बढाउन सक्नुहुन्छ। यहाँलाई दिएको समय 7 मिनेट छ। पार्टीको दलीय हिसाबले यदि निर्देशन दिनु छ त्यो निर्देशन हामी मान्न तयार छैन। किनभने सभामुखले निर्देशन दिनु परेको सबै जिल्लामा बजेट किन गएन? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन। हो त एउटा कुरा के भने बजेट पनि नजान्ने, बोल्न पनि नपाउने, हामी पनि जनताबाट आएको हो। अनि राजपाललाई पहिले जस्तै होइन, बजेट किन गएन त्यो मलाई कारण देखाउनु पर्ने। बजेट देशमा तपाईको दायामाले आएको होइन, तपाई जसले आएछ तपाई त्यही प्रक्रियाबाट म पनि आएको हो। अनि तपाईले दायामाले यहाँको तपाईले उठाइदिएको होइन। देशप्रति गद्दार तपाई हो, देशप्रति गद्दार हो जसले देशको विकास दिन दिने। 20 वर्षमा देशलाई गरिब बनाइदियो, युवाहरूलाई बाहिर पठाइदियो, युवाहरूलाई विदेश पठाइदिने, देशलाई भ्रष्टाचारमा डुबाइदिने र देशको गद्दार हामी हुने। एउटा कुरा के भने यो गरेर हुँदैन। यो सत्ताप्रति जे बजेट लाग्यो भने त्यसलाई हामी मान्दैन। जनताप्रति न्याय हुनुपर्छ, देशको सम्पूर्ण विकास हुनुपर्छ।
4-5 जिल्लामा सबै बजेट थुपार्ने र बोल्न पनि नपाउने। वक्ता माननीय सदस्य, हजुर यहाँलाई म सचेत गराउँछु कि हजुर निर्धारित विषयमा अघि भएको रुलिङलाई समेत ध्यानमा राख्दै आफ्नो अभिव्यक्ति दिन सक्नुहुन्छ। यहाँहरू सचेत भएर अगाडि बढ्नुहोस्। सभामुखजी, स्वतन्त्र सांसद साँडेर जहिले पनि मलाई रुलिङ मात्र गर्ने होइन, सबैलाई रुलिङ गर्नुपर्छ। सबै संसद बराबर हो, यहाँ कोही ठुलो होइन कोही सानो होइन। किनकि बारम्बार देख्छु कि हामीलाई मात्रै रुलिङ गर्ने, स्वतन्त्र सांसदलाई मात्र रुलिङ गर्ने कि एउटा राष्ट्रपाललाई दुख दिइराख्ने यहाँ, किनकि सानो दल छ। एउटा स्वतन्त्र सांसद चाहिँ त्यसलाई बोल्न नदिने, त्यसलाई रुलिङ दिने र सरकारको बजेट आफू जम्मै कुम्लाउने, त्यसलाई ताली बजाउने। त्यस कारणले यो अन्याय हामी सहँदैन। हामी नयाँ सांसद होइन, अन्याय सहनको लागि जनताले हामीलाई भेजा छैन, अन्याय विरुद्ध लड्नको लागि भेजा छ। चाहे त्यो आर्थिक असमानता होस्, चाहे जातीय असमानता होस्, चाहे लैङ्गिक असमानता होस्, त्यसको लागि बोल्न यहाँ आएको छु। होइन हामी त गुच्चा खेल्न आएको हो। एउटा कुरा के भने, माननीय सदस्य, तपाईँ निर्धारित विषयमा बोल्नुहुन्न भने तपाईँ डाइस छाडेर तल जानुहोस्। निर्धारित विषय नबोलेपछि तपाईँ डाइस छाडेर तल जानुहोस्। यहाँ निर्धारित विषयमा बोल्नुपर्छ, नियमसँग बोल्नुपर्छ। तपाईँ तल जान सक्नुहुन्छ। ठिक छ, तपाईँले मलाई बोल्न दिनु, म यहीँ रहन्छु। 7 मिनट मेरो टाइम छ, म यहीँ रहन्छु। किनकि हाम्रो अधिकार संसदमा विनियोजन विधेयकमा हामी राखेका थियौँ, त्यतिकै न्याय भएको छ। 5 मिनट खर्च कटौती बेला पाउने, 3 मिनट सम्मानित सांसद पाउने, 8 मिनटलाई 7 मिनट गरिदियो, त्यो पनि हामी चुपचाप सही राख्नुपर्ने। कार्य व्यवस्थामा नराख्ने, त्यो पनि सही राख्नुपर्ने। सुनवाई समितिमा नराख्ने, त्यो पनि सही। सबै जाति सहनको लागि हामी जन्म्या होइन। एउटा कुरा के हो, हामी हिजोको दिनमा पनि अन्याय अत्याचार भएको थियो, राजा पनि त्यसको पनि लागि लडेर आएको हो। कसैले हामीलाई टीका लगाएर आइदिएको होइन। त्यस कारणले जनताको कुरा, जनताको आवाज यहाँ बोल्छु, त्यति क्लियर हो। त्यस कारणले 10-10 लाख जनसङ्ख्या छ, त्यहाँ खेलकुदको बजेट एउटा पनि नपर्ने। जहाँ 2 लाख जनसङ्ख्या छ, त्यहाँ 5वटा 10वटा जना पर्ने। सिधा कुरा नि, वर्षौँदेखि किसानलाई अनुदान दिइराखेका थियो, उनको किसानलाई त्यो अनुदान नदिने। अनि हरेक तिरबाट सर्टेन व्यक्तिको इन्ट्रेस्ट पुरा गर्नलाई जुन बजेट विनियोजन भएको छ, त्यसको खिलाफमा स्ट्यान्ड गरिरहेछु, गर्छु। यो मेरो प्रतिबद्धता हो, जनताप्रति प्रतिबद्धता हो। र जहाँसम्म देशको कुरा भन्यो, देश जसले 30 वर्षदेखि शासन गर्यो, देश कंगाल उसले बनाएको छ। देश भ्रष्टाचारको दलदलमा उसले फसाएको छ। अमरेश सिंहले मन्त्री बनेर भ्रष्टाचारको दलदलमा फसाएको छैन। देश युवाहरूलाई खाडीमा उसले पुर्याएको छ, मलेसिया उसले पुर्याएको छ।